यो थाहा नगरले एउटा यस्तो इतिहास राखेको छ 108 त्यो शङ्खको मुखको पहिलो मात्रै हो यो। त्यही भएर जोरदार ताली सबैले। यो चाहिने त्यस कारणले महाराजश्रीको हातबाट उद्घाटन भइसकेको छ। शङ्खको मुखमा चाहिने राखेको एउटा जलको छिटा मात्रै पनि हाम्रो शरीरमा पर्यो भने सप्त जन्मको पनि पापबाट चाहिने मोक्ष हुने भयो। हजारौं संख्यामा भक्तजनहरू हुनुहुन्छ। शङ्खमूल पावन क्षेत्रको 108 अष्टोत्तर शत शङ्ख मुख धारा हेर्नुहोस् त, शङ्खको मुखबाट। अब म यहाँलाई शङ्ख उद्घोष गर्नको लागि एकपालि शङ्ख घोष गरेर मोक्षधामको पाण्डुकेश्वर भगवानको शङ्खमूल तीर्थक्षेत्रको अष्टोत्तर शत दर्शकबिन यतिखेर 108 शङ्खधारा उद्घाटन भइसकेको छ। महाराजश्रीको हातबाट उद्घाटन भइरहेको अनि शङ्खलाई पूजा भइरहेको तपाईँले देख्नुभयो भने कुनै पनि कामहरू बन्छ भन्ने कुराहरू महाराजजीको मुखबाट हामीले सुनेका छौँ। आउनुहोस् अब कति पनि ढिलो नगरिकन स्वागत गरौँ। महाराजश्री नमस्कार। जय श्रीमन्नारायण, जय होस्, धन्यवाद। आराम हुनुहुन्छ? एकदम ठिक छ। उद्घाटन भयो एकदमै। आज चाहिँ जल अभिषेक गरिकन यत्र भक्तभावहरूले आफ्नो पावन शिरमा शङ्खको मुखको जलहरूलाई धारण गर्न परम सौभाग्य भयो। उद्घाटन पनि भइहाल्यो। यो उद्घाटन गरेको देखियो भने के हुन्छ? यो त दर्शन, त्यो जलले यो आँखा पायो र देख्ने आँखा पायो। आँखा पायो पनि फेरि देख्ने आँखा पाउन गाह्रो छ। मनुष्य मात्रको ती नयनहरू आज धन्य भयो। 108 अष्टोत्तर धारा जुन शङ्खको मुखबाट झरेको। यो शङ्खको मुखबाट झरेको जल छ, यो जलले नुहायो भने के हुन्छ? यो त हेर्नुहोस्, अब अहिले यहाँ धेरै मुक्ति क्षेत्रमा गौमुखी, अन्य क्षेत्रमा नागको मुखबाट, गरुडको मुखबाट धेरै ठाउँमा शङ्ख छ। यो थाहा नगरले एउटा यस्तो इतिहास राखेको छ 108 त्यो शङ्खको मुखको पहिलो मात्रै हो यो। त्यही भएर जोरदार ताली सबैले। यो चाहिने त्यस कारणले शङ्खबाट झरेको जल जस्तो हाम्रो सम्पूर्ण कार्यमा पनि शङ्खको ध्वनि र शङ्खको मुखको जल भगवानलाई स्नान गर्दा पनि। त्यस कारणले यहाँबाट यदि कलश भरेर हामीले घरमा लगेर आफ्ना पितृहरूलाई तर्पणमा मात्रै यो जल स्थापना गऱ्यौँ भनेदेखि पनि त्यो पितृको मोक्ष भयो। त्यस कारणले यो मोक्ष धाम त्यसै भएको छैन। यो धाराको पानी मात्रै स्नान गर्दा पनि मोक्ष भयो, आफूले जल सेचन गर्दा पनि मोक्ष भयो। त्यस कारणले यसको पवित्र स्थान छ। मोक्ष धामको पहिलो खुड्किलो नै 108 शङ्ख धाराबाट सुरुवात भएको छ। त्यस कारणले अब शुभारम्भ दौडिन्छ। मोक्ष धाम चाहिँ कसरी रह्यो महाराज? यसको विषयमा विशेष अहिले माथिमा प्रवचन गर्छु। दर्शकबिन सुनिसक्नु भएको छ। त्यसैले यहाँनिर अहिले जुन तपाईँको विधिपूर्वक पूजा पाठ भइसकेको छ, महाराजश्रीको हातबाट उद्घाटन भइसकेको छ। तपाईँहरू पनि हेर्न सक्नुहुन्छ। यहाँ टिका लाउनको महाराजश्रीले भनिसक्नु भएको छ, उद्घाटन गरिसक्नु भएको छ। उद्घाटन गरेर 108 शङ्खको धारोबाट स्नान गर्दै अगाडि बढ्दै हुनुहुन्छ। तपाईँले देखिरहनु भएको छ यहाँनिर भव्य र सभ्य रूपमा कार्यक्रम भइरहेको छ। हजारौं संख्यामा भक्तजनहरू हुनुहुन्छ। तपाईँले देखिरहनु भएको छ यहाँ अगाडि बढिरहनु भएको छ। हामी अगाडि बढिरहेका छौँ। यहाँनिर स्नान गर्दै 108 शङ्खधारोमा तपाईँको महाराजश्री अगाडि बढिरहनु भएको छ भने यो ऐतिहासिक भूमिमा जुन शङ्खको धारो उद्घाटन भइसकेको छ, अब यहाँ मत्स्यधाम बन्दैछ दर्शकबिन। त्यसैले तपाईँहरूले यो भिडियो हेरिरहनु भएको छ, तपाईँको मोबाइलमा आएको छ भने धेरैभन्दा धेरै सेयर गर्नु होला ताकि सम्पूर्ण भक्तजनलाई थाहा होस्। ल 108 धारोमा हजुर एकदम स्नान गर्यो। हेर्नु त यो मनोरम दृश्य यो पनि देखाउँ। यहाँ चाहिँ नि एकदम शङ्खमूल पावन भूमि क्षेत्र नारद तीर्थ भएर यो नारायणी रूपमा यो प्रवाहित भएकी छिन् यो गङ्गा।